ल हामी भिनाचु र म चाहिँ अब बोका लिन जाँदैछौँ। सर बोका ल्याएर आउने हो। बिहान बिहानै बोका ल्याएर अब केही समयपछि पूजा गर्न जानुपर्छ। बोका ल्याउने बाटो त्यो हो। आधी घन्टा होइन 15 मिनट। कति किलो हो? 22.5। ठिक छ। मौसमले च्यालेन्ज गरिरहेछ। बादल पुरै घुम्म परेको छ। आज चाहिँ काम एकछिनमा लाग्छ होला। हामी चाहिँ यसो खेतबारी भिजिट गर्दैछौँ है। सबै दोकान क्षेत्र त्यसमा छ होइन। त्यो चाहिँ सङ्गानकार भइहाल्यो। तल झरेपछि के तल झरेपछि हाम्रो मामाहरू खेतहरू छ। अब तल्लो पोखरा जाने होइन। कुटिडाँडा तल्लो कहाँ हामीलाई तल्लो पोखरासम्म जाने हो। बाइक निकाल्दै हुनुहुन्छ हजुर। ए हो कुटिडाँडामा छौँ। मन्दिर पनि छ माथि। किनारबाट हिँडेर आउने ऊ त्यो गणेश हिमालु त्यहाँ अलिकति देखियो त्यो गणेश हिमालबाट आयो होइन बुढीगण्ड कि क्लियर हुनुपर्छ। ऊ हेर्नु नि कति ठुलो ठुलो यो खत्तम भएछ हरियाली हुन्छ कि हाँगा पनि रुखमा बाँचेर गौरीहरू बस्थे क्या।
त्यही भएर कुटी डाँडा भनेर होला राम्रो हेर दुवैहरू शक्तिशाली हुन्थ्यो कुटी भत्केर नि गइसकेछ मन्दिर बनाउने कुरा रहेछ यहाँ नि बजेट कुटी भत्केर यस्तो भएको छ अहिले मन्दिर घर बनाउनको लागि चाहिँ इस्टिमेट अनुसार 70-80 लाखको इस्टिमेट भन्छ ठाउँ चाहिँ आनन्दको छ त्यो पाइन चाहिँ सबभन्दा महँगो हामी चाहिँ अहिले यो त्रिपुरा सुन्दरी गाउँपालिकाको 3 नम्बर वडाको मूलपानी माथिल्लो पोखरा धादिङमा छौँ कस्तो छ एउटा स्लोगन पनि लेखेको रहेछ जित्नेहरू कुनै फरक काम गर्दैनन् उनीहरू हरेक फरक ढङ्गले गर्दछन् स्लोगन नै रहेछ स्लोगनहरू थुप्रै लेखेको छ यहाँ Victory belongs to the most preserving. स्लोगनहरू थुप्रै छ स्कुल यहाँ चाहिँ बच्चाहरू खेल्नलाई पनि बनाएको रहेछ यो ठाउँमा यति व्यवस्थित स्कुल हुनु पनि एरिया नि राम्रै रहेछ चाहिँ खेल मैदान रहेछ मित्रहरू धन र अन्नको संसारमा ठुलो मान छ तर आमा र जन्मभूमि चाहिँ स्वर्गभन्दा पनि ठुलो हुन्छ रामायण जुन काम तिमी आर्जन गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ति नछोड स्कुलदेखि माथि चाहिँ सरस्वती मन्दिर छ अरे एउटै ढुङ्गाले बनेको मन्दिर छ अरे यसलाई चाहिँ हामी अवलोकन गर्छौँ एउटै ढुङ्गाबाट निर्मित सरस्वतीको मन्दिर एउटै ढुङ्गाबाट निर्मित सरस्वतीको मन्दिर सरस्वतीको प्रतिमा यो महेन्द्रोदय माध्यमिक विद्यालय त्रिपुरा सुन्दरी गाउँपालिकाको वार्ड नम्बर 3 मूलपानी माथिल्लो पोखरामा उपस्थित रहेको छ धारीको तल्लो पोखरा अगाडिको माथि मन्दिर स्कुल भएको चाहिँ माथिल्लो पोखरा मूलपानीमै पर्छ कि हेर्दै चाहिँ निर्माणी धारी के छ त हाम्रो राइडर कुनको विचार कस्तो फिलिङ राम्रो आइरहेको छ होइन
आनन्द आइरहेछ। बनाइरहेको छु राइडर यसै पाए पुरै राइड गर्छ। लैजाऊ न मलाई टाढा, यो ठ्याक्कै टाढा। यो तल्लो पोखरा जाने गर्दा बाटोमा यस्तो जाम भएर यस्तो बाटो लग्यो क्या बाटो पुरै जाने बनाएको रहेछ। यो चाहिँ आइपुग्छ राम के गर्नलाई बनाएको यो हिउँकुमारी केरा है।
क्या अब चाहिँ यसलाई टुक्र्याउने मलाई लाग्छ ल खतरा एक्सपिरियन्स होला दिएछ है दिएछ दिइसक्यो वेट लिँदाखेरि चाहिँ हाम्रो यो 22.5 केजीको बोका चाहिँ कति भयो 15 केजी भयो हाम्रो दिदीले चाहिँ स्वादहरू काटिसक्नु भयो कट्ने